आज चाहिँ हामी युए को एकदम पपुलर ठाउँ जाँदैछौँ। कहाँ भनेर चाहिँ हामी त्यहाँ पुगेपछि देखाउनेछौँ। एकदम फेमस, एकदम पपुलर, एकदम धनीदेखि गरिबदेखि जो पनि जाने ठाउँ हो त्यो चाहिँ। ल है त अहिले चाहिँ देखाउनेछौँ त्यहाँ पुगेर। किन आकाशमा एउटा तारा देखिन भन्यो एउटा देख्न पर्यो। दुबईमा चाहिँ आकाशमा तारै देख्दैन नि त, त्यही भएर अति गफ है त्यो चाहिँ। जे पाइ त्यही जाडो महिनामा त मजाले देख्छ है ताराहरू। के लागि बनाएको गाना हो कि के अरे यो गाना खासमा दुबईको पब्लिकको लागि बनाएको गाना हो। किनकि दुबईमा आकाशमा तारै देख्दैन, गर्मी महिनामा चाहिँ तारा देख्दैन, न त जाडो महिनामा त देखिन्छ, देखिरहेको छ। आइके सो होइन यहाँनिर तारा देखिरहेको छ एउटा पिलिक पिलिक गरेर। आकाशमा तारा देख्नु चाहिँ भेरी रेयर भन्नु। जाडो महिनामा म मजाले देख्छ नि, गर्मी महिनामा पो नदेख्ने हो त। जाडो महिनामा त देखिन्छ, तारा देखिन्छ, मुन देखिन्छ, कस्तो राम्रो भ्यू देखिन्छ होइन। ल अब हामी अलमोस्ट पुग्न लागिसक्यौँ त्यहाँनिर। Oh my God. हाम्रो चाहिँ सपिङ सकियो, सपिङ गरेर आएको छौँ, हल्का सामानहरू लिएर आएको छौँ। यतिकै घुम्नको लागि निस्केको जो सपिङ मतलब त्यहाँनिर घुम्नु मात्र गएको, सपिङ पनि गरेर आयौँ। कस्तो गरिब यो चाहिँ ओभर एक्टिङको पैसा काट्नुपर्छ। यो त ओभर एक्टिङ धेरै भयो, ओभर एक्टिङ लास्टै भन्नु के भयो। यहाँनिर पनि दुईटा पार्टिसन बनाउनु दुबईको पीडित दुबईको पीडित हो, दुबईको पीडित। ओनर चाहिँ आइसक्यो बिरालो। दुबईको पीडितहरू जहाँनिर ठाउँ देख्यो कि पार्टिसन बनाउने आइडिया निक्लिन्छ। कस्तो क्युट। ल जाऊ आऊ। त्यही त नि, तर बिरालो सफाहरू चाहिँ घर पालुवा होला हौ, कसैको घर पालुवा होला। केटीहरू भन्दा बेसी नाटक छ क्या दाइको त। छ्या भेनेला रे, चक्लेट पनि भेजिटेरियन रे, अत्तिकै अत्ति नाटकै बेसी। को यो जेरो फिगरवाला? जेरो फिगरको चक्लेट मेरो खोल्न सकेको छुइनँ म। दाइलाई भेजिटेरियन आइसक्रिम चाहियो रे, भेजिटेरियन आइसक्रिम। कस्तो हुन्छ भेजिटेरियन आइसक्रिम? जे पाइ त्यही। बल्ल बल्ल खोल्न सके, एउटा हात क्यामेरा भएको भएर। यसको त टेस्ट केही पनि छैन, गुलियो, पिरो, नुनिलो, तितो केही पनि छैन त। कसरी खाने हो? खोल्थे कसले खोलिदिन्छ? छ्या अत्तिकै हो दाइ त, अत्ति नै। एउटा हात बिजी छ त्यही भएर पुरै खोलिदियो भन्न नसकेको क्या। फेरि कस्तो अप्ठ्यारो मान्छेहरू छ नि, खोलिदियो भनेर नभनेर बहिनीलाई पुरै प्लास्टिक पनि। यसलाई जिरो फिगर कसले भन्छ? यसलाई फिगर 8 भन्छ। 8 फिगर खाँदैछौँ हामी। बिहानको लगभग 2:30-3 बज्न आयो होला। कति बज्यो? 3 बज्न आयो। हामी आइसक्रिम खाँदै हिँडिरहेछौँ। 2:38 रे, लगभग अलमोस्ट 3 बज्छ घर पुग्दाखेरि त। रातिको 3 बजे, बिहानको 10 बजे ड्युटी जानु छ। आइसक्रिम खाएर मस्त हिँडिरहेछौँ।
कति चिसो मिठो छ बाहिरको तितो तितो हुँदो रहेछ भित्रको चाहिँ गुलियो हुँदो रहेछ मिठो छ तर मिठो छ अब चाहिँ हामी घर गएर आनन्दले सुत्छौँ हल्का सामानहरू चाहिएको भएर पनि हो गएको त तर मेन चाहिँ भनेको निन्टर नलागेर चाहिँ घुम्न जाउँ भनेर मात्र बाटो बिर्सेको त नै मैले उनीहरू त्यो आइडिया चलिरहेछ यो सुनसान रातमा आइसक्रिमको साथमा गीत बनाउँदैछु म पक्नु पक्नु क्यामेरै पछाडि हुँदैन त के हो यस्तो झेली भयो मेरो हात पसिना राम्रो आइरहेछ आवाज सुनसान रातमा तिमीहरूको साथमा आइसक्रिम पग्लिरहेको छ गर्मीको माहौलमा मेरो पुरै पग्लिसक्यो तल तलबाट म खाना लास्टै स्लो छु तर लास्टै स्लो टन्नै खानुपर्छ अब खानु चाहिँ टन्नै खानुपर्छ लास्टै स्लो छु तर यता आएर तारिफ गर्नु न अलि यता आएर तारिफ गर्नु न मोस्ट ट्यालेन्टेड गर्ल हो नि त हामी थ्याङ्क यू मलाई भन्नुभयो है फेरि कसलाई भन्ने कन्फ्युज होला पाकिस्तान हात तरिकामा टोक्ने कता हेरेको मेरो दुईचोटि आइसक्रिम खेर गयो तपाईहरु दुईटाले अयो कमेडी अति नै फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ अब घर गएर आनन्दले सुत्छौँ अलरेडी बिहान कुकिङ गरिसक्यो बाई 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 गाइस थ्याङ्क यू फर वाचिङ आवर भिडियो